हेलो साथीहरू, आज म तपाईँहरूलाई रिलायन्सको जुन आइपिओ आइरहेको छ त्यसको म डिटेल भन्न गइरहेको छु। तपाईँहरूले हेरिदिनु होला। यसको ओपनिङ रेन्ज कति रहन्छ भने यसको ओपनिङ रेन्ज कति हुन्छ, नर्थ वेयर कति हुन्छ, कतिसम्म पुग्छ, कति किताब भर्नुपर्छ, कतिमा एप्लाई गर्न मिल्छ, कति रुपियाँ रकम जम्मा लाग्छ, म तपाईँहरूलाई भन्न गइरहेको छु। तिमीलाई हेर्नु होला। सबभन्दा पहिला रिलायन्स स्पिनिङ मिल्स लिमिटेड आइपिओ हो। ओपनिङ डेट अहिले फिक्स भएको छैन, आउने बेला छ। फरेन विदेशी को लागि खुलिसकेको छ, विदेशीहरू लागि खुलिसकेको छ। अब यसको आउने बेला छ, हामी पब्लिकको लागि आउने बेला छ, त्यसको म हेराउन गइरहेको छु। सबभन्दा पहिला ओपनिङ प्राइस रेन्ज नर्थ वेयर पर सेयर जुन छ त्यसको 200 माइनस के भन्छ 242.05 छ। अनि अर्को कुरा, यसको कतिसम्म जाला त ओपनिङ रेन्ज भनेको त आरएस 242.05 देखि लिएर 726.15 सम्म जान सक्छ अनुमान छ। त यता कि यसमा के बुझ्न सक्नुहुन्छ भने 242 त रहिरहन्छ, तर 726 अलिक कम बढी पनि हुनसक्छ। त्यसमा अलिक बढी कम बढी पनि हुनसक्छ। अनि यसको किताहरू भन्नु पर्ला त पर किता प्राइस छ 820.80 रुपियाँ। टोटल सेयर छ 11,55,960 किता जम्मा छ, टोटल युनिट छ। एमाउन्ट जम्मा कति 41,040 एमाउन्ट लाग्छ। इस्यु म्यानेजर यसको हो ग्लोबल आइएमई क्यापिटल। यसको इस्यु म्यानेजर ग्लोबल आइएमई क्यापिटल हो। अब यो कहिले खुल्छ भने अहिले फिक्स भएको छैन, चाँडैभन्दा चाँडै खुल्छ भन्ने बुझ्न सक्नुहुन्छ। किनकि विदेशी कोटाको लागि ओपन भइसकेको छ, खुलिसकेको छ। अब त्यसपछि पब्लिकको लागि नै आउनेछ। त हस् त, धन्यवाद। आगामी दिनमा यस्तै हामी जे कमी कमजोरी भएको होला त्यो कमेन्ट बक्समा के कस्तो छ राय सल्लाह दिनु होला।